हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ अनि म पनि सन्चै छु। आज चाहिँ हामी बिहान उठेर पानी लिन गएको माथि चाहिँ वहाँ मूल फुटेको पानी आउँछ अनि त्यही भएर चाहिँ हामी त्यही पानी लिन गएको। म चाहिँ डोको लगेर गएको थिएँ किनकि मलाई डोकोमा सजिलो हुन्छ तिनीहरू पानीहरू बोक्न, अनि त्यही भएर म चाहिँ धमाधम पानी भर्ने, दिदीले नुहाउने त्यति गर्दै थियौँ। यसरी चाहिँ माथिदेखि सर चिसो पानी आउँछ। यो चाहिँ कहाँ होबाट चाहिँ मूल फुटेर आएको हो। माथि हेर्नु न, माथि ढुङ्गा हो अनि यहाँ बिचबाट चाहिँ पानी आउँछ। यो चाहिँ पानी भर्यौँ, पानी भरेर चाहिँ साथी हो हामी चाहिँ लागेको टाटा बाई बाई। कस्तो राम्रो देखियो क्या, जानु उतातिर। दिदी र म चाहिँ पानी लिएर निस्केको। यस्तो जङ्गल छ माथितिर, हेर्दै चट्टान हेर्दो। म चाहिँ बारीमा लागेको, बारीमा चाहिँ सब्जी हुन्छ कि भनेर हेर्दै चाहिँ मैले सेबी भेटाएँ। सेबी झपक्क रहेछ त्यहाँभित्र चाहिँ, मैले देखिहालेँ, हेर्नुहोस् न। अनि म चाहिँ सेबी टिप्न थालेँ। सेबी धमाधम टिपेर चाहिँ मैले तरकारी बनाउनको लागि अनि म चाहिँ सेबी टिपेर भ्याएर कपडा चेन्ज गरेर चाहिँ मैले सुकुटी काट्न लागेँ। सुकुटी काट्न लाग्ने अनि साइडमा चाहिँ रक्सी दोसेको छौँ। रक्सी यता साइडमा रक्सी पार्ने अनि यता चाहिँ ग्यासमा चाहिँ तरकारी पकाउने भनेर चाहिँ मैले धमाधम सुरु गरेँ। एकैछिन चाहिँ अलि नाटक पारेको ल मैले चाहिँ यताउति हेरेँ जस्तो गरेँ। अनि त्यसपछि म डान्स क्लास खानासाना यताउति बनाएर चाहिँ म डान्स क्लास गएँ। बाटोबाट गराएको किनकि जाने बेला चाहिँ गराउनु भ्याइन, अनि त्यही भएर चाहिँ बाटोबाट गराएको। म चाहिँ डान्स क्लास पुग्न आँटिसकेको थिएँ, पुग्न पनि लागिसकेँ। अनि यो सिँढी छ हाम्रो चाहिँ डान्स क्लास, यता चाहिँ सिँढी छ, यो सिँढी चढ्छौँ। सो गाइस म चाहिँ पुगेको ल। भरे जिन्दगानी दर्पण छाया। खै त सन्देश। हस्ते भरे काम गर्दैदेखि म भ्लग गर्दै आइछु। मलाई चाहिँ झ्याउ लागेर इम्ली खाँदै बसेको थिएँ बाहिर। अनि त्यसपछि अब भित्र जान्छु भन्दा चाहिँ भाइ देखेको। अनि त्यसपछि एकैछिन कमेडी गऱ्यौँ है साथीहरू। चाहिँ नास्ता खानको लागि ब्रेक लिएको। अनि त्यसपछि भाइले चाहिँ 40 रुपियाँ दिए। त्यही 40 रुपियाँको फेरि केही नास्ता खाऊँ भन्यौँ। हामीसँग थिएन त थियो, त्यही नि मार्केटतिर जानु लागेको साथीहरू। उहीँ जान्छौँ हामी भित्र। त्यहाँभित्र चाहिँ हामीले सधैँ खाने मनपर्ने कुराहरू
झिक्छौँ, झिकेर यसो होइन हेर्छौँ, हेरेर चाहिँ फेरि उता जान्छौँ, डलहरू देख्यौँ, त्यतितिर लपक्क हुन गयो फेरि। अब जता हेऱ्यो त्यति राम्रो लाग्ने, के गर्नु, गाह्रो छ। किनिदिउँ न। यो डल बल्छ नि, यो बोल्छ यो किन्न पर्यो, भिडियो भाइरल गरिदिनु, पैसा निकालेर किन्छु। यो कस्तो त छैन यो यस्तो छैन भन्दा मैले पाइले तैले भने यो के होला मैले त बुझ्दिनँ। यस्तोमा अरू पनि त पाइन्छ यहाँ उयो लाउने मस्कारा मैले लिपस्टिक हाल्थेँ। काँटा किनिदिउँ न, लिपस्टिक किनिदिउँ। यहाँ रेन्ज भयो, पैसा दिऊ के? पैसा दे हो हेर न त पायो पैसा आउँछन् के अरे किन्नु हामी चाहिँ नास्ता खाएर पनि निस्किन लागिसक्यौँ। हामी चाहिँ अब फेरि डान्स क्लासतिर लाग्छौँ। अब हामी चाहिँ हाम्रो गन्तव्यतिर लान लागि पानी आउन ठिक्क छ। यता हेर्दाखेरि घाम, यता हेर्दाखेरि म बल्ल जस्तो गाइस खाना रहेछ कसको अनुहार देख्नु। ल साथीहरू बाई बाई। जो साथीहरू यो चाहिँ यहाँबाट यहाँबाट त्यहाँबाट तल यो घर छ नि, योदेखि तलतिर चाहिँ हाम्रो डान्स क्लास हो। मेरो निशा, मेरो कसु अनि म चस्मा लान्छु क्या सानो। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अन्धी चाहिँ यो चाहिँ हाम्रो ड्याडी जहिले चिकन चाउमिन खाने, यता चाहिँ फुटकट खाने हामीले। दाजु गइल कस्तो छोरोको। एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। सुहानालाई अलविदा गर्छौँ। ल बाई सुहाना, टाटा बाई भन्ने है, टाटा भन्ने। बकवास बंद कर कुत्तिया, हरामदिया खनजीरा। बाई गाइज, अब म चाहिँ घर जान लाग्यो। अब हामीले चाहिँ उसलाई पठाउँदैछौँ। शुभ यात्रा, टिको लगाइदिउँ, खाना लगाइदिउँ। लगाइज टाटा बाई। ल ल